बेलायत सरकारले गैरकानुनी आप्रवासीहरूको लागि कडा नीति अवलम्बन गर्ने भएको छ। फ्रान्सबाट इङ्ग्लिस च्यानल हुँदै दैनिक सयौं तथा कुनै दिन हजारभन्दा बढी आप्रवासीहरू गैरकानुनी रूपमा अवैध बाटो हुँदै ढुङ्गा तथा लहरीबाट बेलायत प्रवेश गर्न थालेका छन्। अधिकांश अर्थात् 98%ले शरणार्थीको लागि निवेदन दिने गरेको देखिन्छ। युरोपमा आप्रवासीको लागि कडा हुँदै गएकाले फ्रान्सको सिमानाबाट साना ढुङ्गा तथा पानी जहाजबाट अवैध रूपमा गत 6 महिनामा करिब 15,000 बेलायत प्रवेश गरेको जनाएको छ। वर्षेनी 30,000 हजार फ्रान्सको डोबर हुँदै बेलायत प्रवेश गर्ने गरेका छन्। गैरकानुनी तरिकाबाट अवैध बाटो हुँदै बेलायत प्रवेश रोक्न बेलायत सरकारले फ्रान्सको सहकार्यमा वर्षेनी सिमाना सुरक्षाका लागि करोडौं पाउन्ड खर्च गर्दै आए तापनि रोक्न सकिरहेको छैन। बेलायतमा प्रत्येक वर्ष 1 लाखको हाराहारीमा शरणार्थीको लागि आवेदन दिने गरेको देखिन्छ। शरणार्थीको लागि आवास नहुँदा 470 वटा होटलमा अस्थायी बसोबासको व्यवस्था गरेको छ। यी शरणार्थीहरूको लागि दैनिक खर्च करिब 8 मिलियन पाउन्ड अर्थात् 1 अरब 40 करोड रुपियाँ दैनिक खर्च हुने गरेको छ। बेलायत सरकारले करिब 1 वर्षमा 9000 स्थानमा छापा मार्दा 6400 भन्दा बढी अवैध रूपमा अनुमति बिना काम गरिरहेकाहरू पक्राउका साथै गिरफ्तारीमा 51% बढेको छ भने 1 वर्षमा 30,000 गैरकानुनी तथा आपराधिक गतिविधिमा संलग्न आप्रवासीलाई डिपोर्ट अर्थात् देश निकाला गरेको जनाइएको छ। बेलायतमा पढ्नका लागि एक विद्यार्थीको लागि सरदर वर्षमा करिब 30 लाख रुपियाँ खर्च हुन सक्छ। साथै काममा सीमितता, स्पोन्सरसिपको लागि कडाई तथा विविध कारणले गर्दा बेलायत प्रवेशका लागि आवेदन दिनेको संख्यामा करिब 1 वर्षमा 40%ले घटेको देखिन्छ। बेलायतमा बिना कागजपत्र वा कागजपत्र जाँचबुझ नगरी काम दिनेलाई 60,000 पाउन्डसम्म जरिवाना साथै जेल सजाय हुन सक्छ। अहिले बेलायतमा करिब 5 लाख गैरकानुनी आप्रवासीहरू रहेको विश्वास गरिएको छ।